आज मेरो छोराले के मम्मी मलाई यो मासु खाँदा खाँदा वाक्क लाग्यो नयाँ चिज केही पकाउनु न अरे होइन। अनि यसो हेरेको त केही छैन घरमा त। यसो हेरेको टेबलमा यो माछा रहेछ। छोरा यसको ग्रेभी बनाइदिउँ भनेर हुन्छ अरे क्या। अनि यो ग्रेभी बनाउनलाई मैले फेरि यो मेरो प्यारीले मलाई गिफ्ट दिनुभएको थियो कि। अनि त्यसमा मैले प्याज काटेँ आज युज गरेँ क्या मैले यो। अनि कस्तो हुन्छ भनेको सजिलो हुँदो रहेछ, धेरै सजिलो हुँदो रहेछ कि यो मसिनो प्याज काट्यो होइन। अनि कस्तो राम्रो हुँदो रहेछ। अनि यसमा अब यो मसलाहरू सब हालेर यो भुटेँ होइन। माछा त पहिल्यै सुरुमा भुटेर निकालेँ नि त मैले। अब यो मसलाहरू सब भुटेँ, टमाटर पनि मैले त्यसमै गरेँ कि कस्तो मजाको भएको छ हेर्नु। अनि यो अब ग्रेभी पाक्यो, ग्रेभी पाकेपछि यसमा अब माछा हालिदिने कि। यसमा माथि माछा हालेर मजाले एकछिन चलाइदिने। अब माछा हालिदिएँ मैले होइन। टमाटर मजाले पाक्यो नि त, टमाटर र त्यो मसलाहरू मजाले पाकेपछि यसलाई एकछिन चलाइदिने। अनि चलाइदिएपछि मजाले लेदो सबै उयो लाग्यो नि। अनि त्यस पछाडि यसमा हल्का पानी हालिदिने कि। कति चाहिन्छ आफूलाई होइन पकाउने भाग र अनि आफूले खाने भाग पानी मिलाएर हाल्नु होला। अनि नुन हाल्नु होला होइन। अनि मजाले एकछिन मजाले पकाइदिनु होला आगो सानो पारेर। यस्तो मिठो हुन्छ, यस्तो मिठो हुन्छ यो माछा होइन। मेरो छोराको लागि माछा तयारी भयो। यतिको लेदो त चाहिन्छ होला ग्रेभी झोल त है।